पानी आज धेरै पर्यो। पानी धेरै परिरहेछ। आज जलमग्न भएछ। डुबान छ डुबान। दुधेडामा डुबान चाहिँ खतम छ। वडा नम्बर 12 आज डुबान पर्ने हो। अवस्था जताततै जलमग्न खतम छ। यस्तो छ समुद्र। नेपालमा समुद्र बगिरहेछ। डुबानको अवस्था। घरहरू सब डुबेर खतम छ। आज चाहिँ जुगेडामा पानीको अवस्था बारिसले खतम छ। बाटो माथि यति पानी। जमिन घरको डुबान यस्तो छ। घरहरू पुरै डुबानमा गाह्रो छ। आज घरहरू सबै डुबानमा छन्। बच्चाहरू माछा मार्न निस्किसके। माछा मार्न हो। अध्यक्ष कुरा भयो। के भन्यो अध्यक्षले? हजुरको रिसाए चाहिँ आउने। मैले यो तिम्रो कर्तव्य हो। घर घर उसो मार्ने आउने। हामी पदमा बसिसकेको। त्यही त यहाँ मैले यहाँनिर उ गरेर यहाँ त पानी गएकै छ। यो सिंगल पाइप भयो नि त। यो राईको वहाँ ठोकिएर यता फर्किनु लाग्छ पानी। त्यहाँ पनि त्यो ब्लक पनि छ। ठोकिएर फर्किएको। अध्यक्षले हेर्दै थियो। अब राति ओछानमा सुत्या बेलामा पानी आएर बगायो। घर भत्क्यो। के हेर्ने त्यति बेला? मैले पनि भने त। मैले भने त्यस्तो होइन। तपाईँले अहिले गर्नु पर्यो। भत्काउनु त्यहाँ भत्काउनु। पानी निकासा चाहियो हामीलाई। यो घरमा पसिसक्यो। यहाँ ठोकाइ छ भनेपछि भोलि मान्छे मरिसकेपछि घर भत्केपछि त्यो उधार गरेर के फाइदा भयो? अहिले त ठन्डै त्यहाँबाट जाने जान्न अरूको घर त्यहाँबाट फल्किने बित्तिकै त सिधै कलपटमा जान्छ फलवानमा। अहिले त्यो राम्रो घुमेर मात्र थोरै हुने हो त भनेको। सदस्य पनि आयो न अघि। सदस्यसँग पनि कुरा भयो। अब अध्यक्ष पनि कुरा भयो। अघि पुलिस प्रशासन पनि आएको थिए। सशस्त्र प्रशासन पनि हेरेर गयो न। अब हेरेर उद्धार मात्र गरेर कहाँ हुने हो? विकल्प त गर्नु पर्यो त। भनेको त अझ नभएर गिराबिल हाल्न दियो। पानी सब थुनिसक्यो। अहिले कोर्ने उफ्रेर आउने। गिराबिल हालेर त्यति बेला कथाले समाइदियो। गाउँले केलाई हाल्नु केलाई गर्दो? अहिले पहिला पढिरहन। अहिले जग्गा हुन घरभित्र पानी पस्यो भनेर। अहिले बैगिनीमा पोर्नेमा भन्ने हामीलाई पानी पस्यो। एक थापालाई मात दुख्यो। माटो हाल्यो। गिराबिल हाल्यो। त्यति बेला काम गरेको छ। ओछानमा पढेका छ। कस्तो लाग्यो? यो घरमा त पऱ्यो। मेरा घरभित्र गइसक्यो। मेरा घर पुगिसक्यो पुरा। मेरा घरमा पुरा पानी गएर त्यो टोयलेट पुरा बन्ने छ। खालि सुत्ने कोठा मात्र पुगेको छ। सबैको पुग्यो। हाम्रो यहाँ सबै टोयलेट चलेछ भरि। अब सबै छ यहाँ भर्तिर। भरिने हो। रातिको अवस्था भयो नि त। दिउँसो त मान्छे काहीँ भागन रात उतातिर पनि माथि यति छ पानी। तिमी भन्दा पाइप हाल्नुपर्छ निकासाले। कसरी पाइपले निकासा जारे? यत्रो यो भल जाल लाग्छ त केही काम गरिरहेको छैन। पाइपले त केही कामै छैन। पुरा जलमग्न भएको छ। जग्गा किन्न लाग्यो। सब माटो भन्छ लाग्यो। अब जाने पानी ठाउँ भयो। के छ गुरु भनाइ आजको पानी? यस्तो पानी त मैले फर्स्ट टाइम देखेँ। मैले त वडा नम्बर 12 को अवस्था के छ त नि? वडा नम्बर 12 को अवस्था अहिले वडा नम्बर 12 को डुबानको अवस्था। अब यस्तै पानी परिरह्यो भने घरहरू फेरि डुबानमा पर्ने जस्तो सम्भावना देखिएको छ। पानी निकास गर्नका लागि सरकार पक्षलाई
धेरै धेरै अनुरोध गर्न चाहन्छु म यहाँ मानिसहरूको लगानीमा धेरै खालि ओडाबाट आएर हेरेर मात्र हुने होइन नि त यसको लागि कुनै विकल्प निकाल्नु पर्यो नि त होइन यहाँ घरहरू पुरा डुबिरहेछन् होइन बिच सेन्टर नै यसरी डुबेपछि कहाँ हुन्छ होइन जताततै डुबिरहेछ अहिले ए जनताहरू सडकमा आइसकेका छन् जनताहरू पुरै अब घरहरू यहाँ हेर्नु सक्नुहुन्छ पुरा डुबानमा छ चौकी लगाएर माछा पाइसक्यो मान्छेले अब हाम्रो यहाँ छिमेकी राणाहरू चाहिँ माछाको लागि एकदमै ज्यानै दिन्छन् यहाँ माछा मार्नमा माछाको लागि चाहिँ यहाँ तयार छन् माछा मार्न पानी आगोसँग लाग्नुहुन्न खेल्नुहुन्न भने यही हो परिणाम अब यस्तै हो बग्ने ठाउँमा बाँध लगायो पानी बग्ने बाटोमा सरकारी पोखरी बेची खायो होइन यस्तै हो अब ढुङ्गामा यहाँ नेपालीले कहिले समुद्र नदेखेको अब समुद्रको फिलिङ गरिरहेछन् यहाँ केटाहरू यहाँ समुद्रको फिलिङ गरिरहेछन् समुद्र छेउछाउ घुमिरहेछन् यहाँ समुद्र जस्तै रहेछ होइन अब केपी भाइको भनाइ पुरा होला जस्तो छ यहाँ ढुङ्गा आउन जस्तो सक्ला पानी जहाज आउन जस्तो छ अब यस्तो छ होइन जटिल छ पानीको भाव छ अहिले एकदम बढिरहेछ धेरै बढिरहेछ यो पानीको भाव यो चाहिँ रोडमाथि चाहिँ यत्रो पानीको भाव बगिरहेछ अब जहाँ अब एउटा सानो ह्यान्डपाइपले के धान्न सक्थ्यो र अब यस्तो हो कि रोडमाथि यति धेरै पानीको भाव छ एउटा सानो ह्यान्डपाइपले कहाँ पानी छिर्छ त पहिला त नाली निकासा हुनु पर्यो अनि ह्यान्डपाइपहरू थपिनु पर्यो पानी एउटा जाने निश्चित एरिया बनाउनु पर्यो अनि पो हुने हो त कतिको जाडो लागिरहेछ दाजु कतिको जाडो लागिरहेछ धेरै चिसो लाग्यो माछा कतिको पाइरहेछ त अहिले त पाया छैन अब पाउने विचार छ चौथी हालिसकेको छ हालिसक्या हो फेसबुक लाइभमा छौँ माछा चाहिँ पाइने हो अवस्था छ माछा चाहिँ छोड्नुहुन्न माछा चाहिँ आज पहिला जस्तो छ पोखरीको छेउछाउ अब बाढी त यहाँ बगाइसक्यो घर डुबान भइसक्यो होइन यस्तो अवस्थामा छ पानी धेरै छ यो वर्ष सबैभन्दा अब ओडाका प्रतिनिधि नगरका प्रतिनिधि कोही सोफामा बसेका छन् कि होइन ल्यान्डर घरमा छन् आएर हेरेर मात्र हुँदैन विकल्प निकाल्नु पर्यो त सार्वजनिक पोखरीहरू बेच्नुहुन्न भन्ने अहिले थाहा भयो होला नि त बेच्नेले बेचिसक्यो लिनेले घर लगाएर टावर बनाइसक्यो यस्तै छ नाला पुर्नुहुन्न भन्ने कुरा थाहा होला पानीले आफ्नै ठाउँ खोलियो जहिले पनि बग्ने ठाउँ त ओडाबाट नगरबाट त हेर्ने काम मात्र हो अहिलेसम्म यसको निकासा चाहिँ निकालेको छैन केही कुनै विकल्प छैन अब यहाँ यस्तो छ डुबानको अवस्था यहाँ मात्र होइन वडा नम्बर 12 को चाहिँ विभिन्न ठाउँमा चाहिँ डुबान भइरहेछ तपाईँलाई म प्रत्यक्ष देखाइरहेको छु जताततै पानी जलमग्न भइरहेछ यस्तै हो भने आधा एक घन्टा आउने हो भने वडा नम्बर 12 को लगभग 25% त डुबानमै जान्छ होला यहाँ हेर्नुहोस् रोडमाथि यति धेरै पानी छ रोड हो कि समुद्र हो
थाहा पाउन गाह्रो छ यो जताततै पानी जताततै। यहाँ घरमा पानी छिरेर घरको अवस्था पनि नाजुक छ। ए घर यसरी डुबिरहेछ नि। अब मेरो घरमा त 1 फिट पानी पसिसकेको छ। अब यहाँ झन् यस्तै यस्तो छ। समुद्र भइसक्यो आज चाहिँ यता जताततै। तपाईहरुको स्थान चाहिँ के कस्तो छ कमेन्ट गर्दै गर्नु होला। यस्तै अवस्था छ भने सुरक्षित रहनु होला। यहाँ भाइको चाहिँ घर यहाँ लाइनमा बसिरहेछन् भाइ। यहाँ घर अवस्था यस्तो छ, घरमा पानी पुगिसकेको छ। हाम्रो भण्डारी भाइको यस्तै छ। प्रकृतिसँग खेलबाड गर्यो, जताततै माटो भरियो हैन, रुकावट प्रकृतिको। अनि यस्तै त हो अहिले हेर्नुस् जलमग्न छ जताततै। बाढीले बगाएको होइन, बाढीले चाहिँ आफ्नो स्थान खोजिरह हो हैन। यस्तो छ। घरभित्र पानी, जताततै घरभित्र पानी, घरभित्र पानी गइरहेछ। यता पनि घरभित्र पानी, अझै ठुलो पानी आइरहेछ। घरभित्र पुरा पानी गइरहेछ। यसरी पानी तपाईँ देख्न सक्नुहुन्छ। सब टेन्सनमा छन् यहाँ घरभित्र पानी गएर केही बाँकी रहेको छैन। यसरी डुबान भइसक्यो। वडा नम्बर 12 को चाहिँ जनजीवन एकदम कष्टदायक छ अहिले चाहिँ है। घरभित्र पानी आएर खतम छ अवस्था। यस्तै पारा हो भने त गाह्रो छ। लाइट छैन, लाइट गएको पनि धेरै समय भइसक्यो। लाइट गएको पनि हेर्नुस् घरको अवस्था। यहाँ हेर्नु डुबान यस्तो छ यो घर। यसरी डुबान भइसकेको छ घर। जलमग्न छ अवस्था। अब यस्तै छ है। आज चाहिँ बिहानदेखि कन्टिन्यू पानी परिरहेछ। हिजो पनि पानी नै थियो। हामी चाहिँ
यस्तो छौँ बाटोमा हिँडिरहेको छौँ गाइज होइन। वडा नम्बर 12 को अवस्था देखाइरहेको छौँ हजुरहरूलाई। अहिले फेरि अरू ठाउँमा पनि के कस्तो अवस्था छ हजुरहरूलाई देखाउने नै छु। म चाहिँ अर्को ठाउँतिर गइरहेको छु। अहिले चाहिँ म अर्को ठाउँबाट तपाईँलाई लाइभ गराउने छु एकैछिनपछि। बजारको यस्तो अवस्था छ। जा 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 जा